हेलो गाइस, सबैलाई वेलकम। फेरि पनि तपाईहरु सबैलाई स्वागत छ। आज चाहिँ म तपाईहरुको अगाडि चाहिँ एउटा क्वेशन लिएर आएको छु, जुन चाहिँ हाम्रो डेट एन्ड क्यालेन्डरबाट टपिकबाट चाहिँ एउटा क्वेशन चाहिँ मैले यहाँ तपाईहरुको अगाडि लिएर राखेको छु। अनि यो क्वेशन चाहिँ म तपाईहरुको अगाडि चाहिँ सल्युसन गर्नेछु। अनि कसरी यसलाई चाहिँ सल्युसन गर्न सकिन्छ त्यो कुरा चाहिँ म तपाईलाई इजी रूपमा सिकाउँछु ल। हाम्रो फर्स्ट अफ अल हेर्नु पर्यो कति छ 2005 को मार्च 18 मा के बार पर्छ भनेपछि 2005 भनेपछि हाम्रो कुन इयर हो त गाइस? नर्मल इयर। नर्मल इयर भनेपछि योबाट अगाडि कतिवटा लिप इयर पर्छ त? कतिवटा लिप इयर पर्छ? एउटा छ हामीले एउटा लिप इयर पर्छ, त्यो एउटा लिप इयरमा हामी देख्न सक्छौँ। प्लस योभन्दा एक कम वर्ष अगाडि देख्नु भने प्लस योभन्दा एक कम पनि भयो, 4 भयो गाइस। अनि 4 भएपछि मार्च 18 भनेपछि हामी मार्च 18 सम्म जानु पर्यो हैन। मार्च 18 सम्म जाँदाखेरि चाहिँ हामीलाई चाहिँ अब जनवरीमा कतिको महिना आउँछ, फेब्रुअरीमा कतिको महिना आउँछ, त्यो कुरा चाहिँ हामीले याद राख्नुपर्छ ल। सो हामीले हेर्छौँ भने चाहिँ अब जनवरी, फेब्रुअरी, मार्च कतिसम्म गाइस? 18 सम्म भनेपछि जनवरीमा कति महिना आउँछ? 31 20 30 कति हुन्छ गाइस? 3 हुन्छ। फेब्रुअरीमा कतिको महिना आउँछ? नर्मल इयरमा चाहिँ 28 र लिप इयरमा चाहिँ 29। तर हाम्रो कुन इयर हो गाइस? नर्मल इयर हो। सो हाम्रो यसमा कति भयो? स्पट 0 भयो। अनि 0 भइसकेपछि हाम्रो मार्च 18 सम्म जुन छ यसको चाहिँ अर्थ कति हुन्छ त? 4 गुणा 7 × 7 = 21, 4 × 7 = 14, 14 के भयो? अनि कति बज्यो त? 14 त्यो काट्यो भनेपछि 14 बज्यो कति? 4 बज्यो गाइस। भनेपछि अब यसलाई हामीले जोड्नुपर्छ ल। 4 3 7 0 0 भएको प्लस कति गर्न सक्छौँ? हामीले 7 गर्न सक्छौँ। यसरी हामीले गरेको संख्या सबै जोडेर दिँदा पनि जाम भने 7 1 8 भयो प्लस 4 भनेपछि हाम्रो कति भयो? 12 भयो गाइस। 12 भइसक्यो। सबैलाई के गर्ने? 7 ले काट्नुपर्छ ल। 7 ले काट्ने 7 भनेपछि कति बज्यो? 7 5 बज्यो हाम्रो। 5 चाहिँ हाम्रो बज्यो। यसरी 5 बज्यो भनेपछि 5 मा चाहिँ कुन इयर पर्ला त? हामी हेर्छौँ भने 0 1 2 3 4 5 6 सम्म चाहिँ जहाँ चाहिँ 0 मा त सन्डे, मन्डे, ट्युसडे, वेडनेसडे, थर्सडे, फ्राइडे गर्दै हाम्रो 5 मा कुन पर्ने रहेछ गाइस? फ्राइडे ल। फ्राइडे चाहिँ हाम्रो के हुन्छ? यसको राइट एन्सर हुन्छ।